तपाईँले के छ समस्याहरू अर्को चाहिँ के छ भने अहिले हाम्रो ट्रेड युनियन अधिकारको कुरा हामीले जुन ट्रेड अधिकारहरूलाई जुन पाएका छौँ त्यो समितिहरूको चाहिँ अफिसहरूलाई सङ्गठित भएर चाहिँ के भने आवाज उठाउनको लागि त्यो बनाएका सङ्गठनहरूलाई सरकारले अहिले आएर खारेज गर्ने होइन प्रतिबन्ध लगाउने भनेर उसको सरकारको राष्ट्रिय प्रतिबद्धतामा त्यो कुरा उल्लेख गरेको छ। अनि अहिले सङ्घीय निजामती सेवा ऐनमा पनि त्यो चाहिँ विधेयक ड्राफ्टिङ बाहिर ल्याइरहेको छ। त्यहाँ चाहिँ के छ भने कुनै पनि युनियन नरहने भन्छ। युनियन बात के हो श्रमिक र तपाईँको चाहिँ मतलब जो पुँजी र श्रमको बिचको सम्बन्ध हुन्छ त्यहाँ चाहिँ के छ भने त्यसलाई कलेक्टिभ बार्गेनिङ गर्नको लागि वास्तवमा चाहिँ यो ट्रेड युनियनको चाहिँ अवधारणा अगाडि बढेको र हाम्रो यो ट्रेड युनियन निर्माणको विषय के हो त भनेदेखि चाहिँ आइएलओ अभिसन्ध अन्तर्राष्ट्रिय श्रम सङ्गठनले के गरेछ भने संसारभरका श्रमिकहरूलाई अथवा मानवाधिकारै कुरा गर्नुहुन्छ भने हरेक श्रमिकहरूलाई सङ्गठन निर्माण गर्ने ट्रेड निर्माण गर्न पाउने अधिकार हुन्छ भनेर अन्तर्राष्ट्रिय मानवाधिकार घोषणा पत्र 1948 धारा 22 त्यो कुरा उल्लेख तर मानवाधिकार घोषणा पत्र मात्रै उल्लेख गर्नु भएन। अनि आइएलओको चाहिँ 1948 सम्मेलन भयो। त्यो सम्मेलन के श्रमिकहरूका लागि सङ्गठन स्वतन्त्रताको अधिकार दिनुपर्छ राइट टु अर्गनाइजको अधिकार दिनुपर्छ भनेर चाहिँ आइएलओ अभिसन्धि पारित भयो। जसलाई चाहिँ के भने फ्रिडम अफ एसोसिएसन पनि भनिन्छ र सङ्गठन स्वतन्त्रताको हक अधिकार पनि भनिन्छ त्यो पारित भयो। अनि अब सङ्गठन पनि निर्माण गरेर भएन तर श्रमिकको सङ्गठनले के गर्नु भने त्यो कलेक्टिभ बार्गेनिङ गर्ने अधिकार पाउनुपर्छ। श्रमिकहरूका तीरमार्काहरू चाहिँ मागहरू चाहिँ सरकार समक्ष व्यवस्थापनले पेश गर्नुपर्छ भनेर चाहिँ कलेक्टिभ बार्गेनिङ गर्ने चाहिँ एउटा कन्भेन्सन पारित गर्ने त्यसलाई हामी 1998 को र नेपालले त्यसलाई अनुमोदन गरेको छ। र अहिले अब हाम्रो संविधानमा पनि के भन्छ भने धारा 17 पनि भन्यो सङ्गठन स्वतन्त्रताको अधिकार हुन्छ जस नेपाली नागरिकलाई सङ्गठन स्वतन्त्रताको अधिकार हुन्छ। तर श्रमिकको हकमा के भन्नु त भने चाहिँ धारा मतलब 34 मा गएर यी हरेक श्रमिकहरूलाई आफूलाई मन परेको ट्रेड युनियन निर्माण गर्न पाउने अधिकार रहनेछ र त्यस्तो ट्रेड युनियनले सामूहिक सौदाबाजीको अधिकार पाउने भनेर संविधानमा लेखेको त्यो संविधानमा लेखेको छ। तपाईँलाई भन्नु हरेक श्रमिकहरू अनि संविधानले भने श्रमिक भनेको भन्ने यहाँ परिभाषा गरिदिएको छ। श्रमिक भनेको दुई खाले हुन्छ एउटा शारीरिक श्रमिक हुन्छ अर्को बौद्धिक श्रमिक हुन्छ भनेर उसले त्यो परिभाषा गर्छ। त शारीरिक श्रमिक भनेको त भने अब होटल कारखानादेखि लिएर बाहिर तपाईँको चाहिँ अब ज्याला मजदुरी गर्ने भारी बोक्ने अथवा त्यस्तो खालको श्रमिकहरू हुने भए ज्याला मजदुरी गर्ने श्रमिकहरू हुने भए। तर बौद्धिक श्रमिक भनेको त भन्दाखेरि अब सरकारी सेवामा काम गर्ने श्रमिकहरू भए होइन शिक्षकहरू भए सरकारी कर्मचारी भए निजामती कर्मचारी। त संविधानले यस्तो बाटो देखाइदिएका आधारमा त्यसपछि अब नेपालमा अहिले निजामती क्षेत्रमा शिक्षा क्षेत्रमा स्वास्थ्य क्षेत्रमा ट्रेड युनियन निर्माण भएर अगाडि त अहिले यो सरकारले अब चाहिँ के अरे सङ्घीय निजामती सेवा ल्याउने क्रममा चाहिँ यो व्यवस्थै नराख्ने कुरा लिएर यो त्यस्तो हुनसक्छ कि त के भने एक त यो संविधान पनि मैले भन्ने गरिरहेको छु रगतले लेखेको संविधान हो होइन गणतान्त्रिक आन्दोलनको सफलता पछाडि जुन बनेको संविधानले व्यवस्था गरेका आधारमा चाहिँ यो बनेको संविधान। त्यस्तै तपाईँको चाहिँ नि ६३ वैशाख 28 गते प्रतिनिधि सभा पुनर्स्थापना भयो है गणतन्त्र आएको पहिलोपल्ट। त्यतिखेर चाहिँ के छ भने त्यो मतलब चाहिँ प्रतिनिधि सभाले के गर्नु एउटा यस्तो विवेचना गर्यो कि नेपालका श्रमिकहरू पेसाकर्मीहरू जस्तै 7 सालदेखि होइन आन्दोलनमा योगदान पुर्याए 36 सालको आन्दोलनमा योगदान पुर्याए लोकतान्त्रिक आन्दोलनमा 46 सालको आन्दोलनमा योगदान पुर्याए र 65 को आन्दोलनमा पनि मतलब आन्दोलनमा योगदान पुर्याए। यदि श्रमिक कर्मचारीहरूले यो लोकतान्त्रिक आन्दोलनमा सहभागी नभएको भए होइन यो गणतन्त्र आउने कुरा लोकतन्त्र आउने कुराहरू एकैपछि बस्छ। हामीले होटल बन्द गऱ्यौँ ब्याङ्क बन्द गऱ्यौँ विद्यालयहरू बन्द भए सिङ्गो सिस्टम ठप्प भएपछि मात्रै 11 वैशाख 63 गएपछि ज्ञानहरूले घुँडा टेकेपछि न तपाईँको चाहिँ गणतन्त्र आएको हो नि। त्यसको लागि के चाहिन्छ नि यो श्रमिकहरू नै हुन चाहिने रहेछ नि होइन। हामीले चाहिँ सिङ्गो ब्याङ्क पनि बन्द गरिदियौँ सरकारी कार्यालय नै बन्द गऱ्यौँ हामीले। अनि सिस्टम तपाईँको चाहिँ जतिसुकै बाहिर सडकमा नारा जुलुस लगाउनुहोस् न तर यदि ब्याङ्क चलिरहेको छ यातायात चलिरहेको छ सरकारी कार्यालय चलिरहेको छ इट्स नर्मल। तर हामी श्रमिकहरूले के गर्नु सक्छ सिङ्गो पब्लिक सर्भिसलाई ठप्प पार्ने काम के को लागि भन्दाखेरि लोकतन्त्रको लागि गणतन्त्रको लागि हामी लाग्यो। संसदले त्यो सम्झियो हेर्नु नेपालका श्रमिकहरूले लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याएको स्मरण गर्दै सम्मान गर्दै
हामी चाहिँ के छ भने यो प्रतिनिधि सभा निजामती कर्मचारी लगायत सबै कर्मीहरूलाई आइएलओ अभिसन्धि अनुरूपको अधिकार प्रदान गर्छौँ। तर सरकारी सेवाका चाहिँ प्रथम श्रेणीका मान्छे 67 भन्दा मुनिकालाई मात्रै हुनेछ र सेना प्रमुखलाई पनि हुँदैन। सेना प्रमुख सेना प्रहरी बाहेक र निजामती सरकारी सेवाका चाहिँ फर्स्ट क्लास बाहेक अरू सबैले चाहिँ आइएलओ अभिसन्धि अनुरूपको अधिकार पाउँछन् भनेको ६३ त्यो पास भयो। ६४ मा निजामती सेवा ऐनमा त्यो व्यवस्था भयो। त्यसपछि सबैतिर यो ट्रेनिङहरू नियममा भएको छ। र आइएलओ अभिसन्धिले के भन्यो भने यहाँलाई म थोरै भनौँ कि उसले के भन्यो भने आफूलाई मन परेको चिज निर्माण गर्न पाउने अधिकार रहेको छैन। अब अहिले हामी मलाई के आरोप लगाइन्छ भने झोले भए दलका ट्रेनिङ दलको हुँदैन। हेर्नु श्रमिकको सङ्गठन हो त्यो होइन। तपाईँ हामी अहिले यहाँ 3 जना छौँ। तपाईँ र हामीले मन मिलेर एउटा युनियन निर्माण गर्न पाउँछ हो। त्यस्तै अरू मान्छेहरूले पनि मन मिलेर एउटा सङ्घ निर्माण गर्न पाउँछ। चोखको आधारमा तिमी यो सङ्घमा बस भन्न राज्यले सरकारले भन्न पाउँछ। र आइएलओ अभिसन्धिले के भन्यो भने ट्रेड युनियन भनेको चाहिँ एउटा कार्यस्थलमा हुन्छ, यो प्रतिष्ठान स्तरको हुन्छ। त्यसरी राष्ट्रिय सङ्घको लेभलको पनि हुन्छ। जस्तै ब्याङ्किङ सेक्टरतिर जानुभयो भने कृषि विकास ब्याङ्क, नेपाल ब्याङ्कहरू के भए प्रतिष्ठानका भयो। त्यहाँ पनि चाहिँ कर्मचारीहरूले युनियन बनाउन पाउँछन्। त्यसपछि ब्याङ्किङ सेक्टरका होल इन्टायर ब्याङ्किङ इन्डस्ट्रीका कर्मचारी मिलेर राष्ट्रिय सङ्घ बनाउन पाउँछ। त्यसपछि चाहिँ नि अब ब्याङ्किङ सेक्टरको राष्ट्रिय सङ्घ, शिक्षकहरूको राष्ट्रिय सङ्घ, निजामतीको राष्ट्रिय सङ्घ, स्वास्थ्य कर्मीको राष्ट्रिय सङ्घ मिलेर के हुन्छ महासङ्घ बन्छ। सङ्घहरूको महासङ्घ बनाउने अधिकार हुन्छ भनेर यही आइएलओ अभिसन्धिले भनेको। त्यसपछि यति मात्रै होइन, देशभित्र प्रतिष्ठानको राष्ट्रिय सङ्घ महासङ्घ मात्रै होइन, अन्तर्राष्ट्रिय हिसाबले अन्तर्राष्ट्रिय केन्द्रमा पनि आबद्ध हुन पाइन्छ। जस्तो हाम्रो पेसागत महासङ्घ होइन, म पेसागत महासङ्घ हिसाबले विश्व ट्रेड महासङ्घको म केन्द्रीय सदस्य पनि भएको नाताले म यहाँलाई के भन्न चाहन्छु भने अहिले हाम्रो पेसागत महासङ्घ विश्व ट्रेड महासङ्घमा आबद्ध भएको छ। त्यो कमिटीमा हामी बसेर काम गरिरहेका छौँ भनेर त्यो के पाएको भने आइएलओ अभिसन्धिले दिएको अधिकारका आधारमा हामीले त्यो लिइरहेका छौँ। अहिले आइएलओ त्यो पनि भन्यो। एक दोस्रो कुरो के भन्यो आइएलओ अभिसन्धिले भनेदेखि हरेक श्रमिकले सङ्गठन निर्माण गर्न पाउँछन्, उनीहरूको आफ्नै विधान हुन्छ, स्वतन्त्र स्वायत्त ढङ्गले उनीहरू सञ्चालन हुन पाउँछन् र त्यसरी सञ्चालन भएको ट्रेड युनियनमा हस्तक्षेप गर्न पाइँदैन, प्रतिबन्ध लगाउन पाइँदैन, स्वायत्त हुन्छ भनेर चाहिँ यही आइएलओ अभिसन्धिले भन्यो। तर आज आइएलओको मेम्बर हो नेपाल भनेको, नेपाल सरकार भनेको आइएलओको मेम्बर हो। आइएलओको मेम्बर भएपछि आइएलओबाट पारित भएका अभिसन्धिहरूलाई अक्षरशः पालना गर्ने नेपाल सरकारको दायित्व हो। त्यही भएर त संविधानमा लेखिएको छ हामीले पालना गऱ्यौँ है भन्छ। त्यही भएर त सम्म ऐन बनाउँछ, त्यही भएर त सम्म ट्रेड ऐन बनाउँछ। अनि अहिले यो सरकार आएको छ, यो सरकारलाई थाहा छ कि मतलब छैन आइएलओ अभिसन्धि के हो, संविधान के हो, कस्तो कुर्बानी गरे हिजो आन्दोलनमा श्रमिकहरूले भन्ने कुराहरू यो सरकारले हेक्का राख्नुपर्छ पर्दैन। यसरी यो सरकार चाहिँ बनेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी भर्खरै यति वर्ष अगाडि खडा भएको होइन। हिजो 7 सालदेखिको आन्दोलनको कुराहरूका बारेमा चाहिँ सम्झाउनु पर्दैन, सम्मान गर्नु पर्दैन होइन। 36 सालको आन्दोलन, 40 सालको आन्दोलन, 63मा योगदान पुर्याएको आन्दोलन सम्झाउनु पर्दैन। र श्रमिकहरूलाई के भनिन्छ, श्रमिकहरू भनेको चाहिँ यो मुलुकको आर्थिक सामाजिक रूपान्तरण मेरुदण्ड भयो। यदि श्रमिक कर्मचारीहरू भएन भने मुलुकको आर्थिक सामाजिक रूपान्तरण हुन सक्दैन। मेरुदण्ड हो। यसलाई आइसोलेट गरेर यसलाई तपाईँले लाखापाखा गरेर हुँदैन, माथिबाट आदेश गरेर काम गराएर होइन। र आज ट्रेनहरू भनेको के हो भने श्रमिकहरूको हकको अलावा उनीहरूले के छ भने यो संस्थाको विकासका लागि, मुलुकको आर्थिक विकासका लागि पनि योगदान पुर्याउने मलाई उनीहरूको कन्सेप्ट छ। ट्रेनिङको चाहिँ घोषित काम कर्तव्य अधिकार के हो, पेसागत हकको अलावा मुलुकको आर्थिक विकासका लागि, रूपान्तरणलाई परिणलाई योगदान पुर्याउनु मतलब योगदान सामेल छ। जस्तो अहिले भन्नु सरकारको मिसनमा कार्यक्रम आयो, त्यसलाई सफल बनाउनु पऱ्यो नि त होइन। बनाउनु पऱ्यो भने के हुन्छ भने ट्रेनिङले आह्वान त्यसमा लागौँ, त्यसमा प्रत्यक्षित भएर लागौँ भने। तर तपाईँको आदेश फरमान जारी गरेर मात्रै हुने कुरा छ। सामाजिक तागतबाट मतलब शक्ति मतलब हामीले आर्जन गर्छ। त्यसलाई के गर्नुपर्छ भने आर्थिक सामाजिक रूपान्तरणको काममा पनि योगदान गर्नुपर्छ। जस्तो अहिले तपाईँको चाहिँ सरकारका योजनाहरू, आर्थिक विकासका योजनाहरू, राजस्व परिचालनको कुराहरू होइन, भ्रष्टाचारलाई अन्त्य गर्ने कुराहरू छ होइन, आर्थिक सामाजिक रूपान्तरण गर्ने कुराहरू। र यो के हो भने फोर्सले गर्ने, सङ्घले फोर्सले गर्ने कुराहरू हो। आदेश जारी गरेर मात्रै हुँदैन। यस्ता कामहरू गर्नको लागि यो
त्यो जुन निर्माण भएको हो होइन त्यसको महत्त्व छ तर आज सरकारले त तपाईँको चाहिँ ऐन जारी गरेर त अब तिनीहरूको जुन सशक्त दिन लगाउँछ भन्ने कुरा आएको त्यसैले आज यसपालि हामी नेपालमा यो मे दिवस मनाउन गएका छौँ हाम्रो शिक्षक महासङ्घ नेपाल शिक्षक महासङ्घ लगायत सबै ट्रेड महासङ्घहरू हामी एक ठाउँमा भेला भएर हामी मे दिवस महिनाको चर्चा पनि गर्ने र यो ट्रेड अधिकारको बारेमा के